दर्शकवृन्द, आज हामी जाँदैछौँ एउटा यस्तो देशमा जहाँ गर्मी यति हुन्छ कि बाहिर निस्किने बित्तिकै तपाईको पसिनाले पनि भन्न थाल्छ अब म बाँच्दिन। यहाँको लाइफस्टाइल यस्तो कि मानिसहरू समयलाई घडीले होइन प्राइभेट जेट र सुपर कारले मापन गर्ने गर्छन्। यो हो कतार, जहाँ तपाईले बच्चा जन्माउँदा पनि सरकारले स्वागत उपहार स्वरूप लाखौं रुपैयाँ बराबरको पैसा दिने गर्छ। अनि यहाँको अर्थतन्त्र यस्तो कि एटिएमबाट पैसा होइन, सिधै जमिनबाट पैसा निस्किन्छ। पैसा यति छ कि यहाँ गरिब भेट्नु मरुभूमिमा हिमाल भेट्नु जस्तै हो। दर्शकवृन्द, यो देशमा नेपालीहरूको योगदान यति ठुलो छ कि यदि कतारको विकासको कथा लेख्ने हो भने त्यसको पाना पानामा नेपालीहरूको नाम पक्कै हुनेछ। अनि सोच्नुस् त, कहाँ भेटिन्छ यस्तो देश जहाँ संसारकै सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको धनी देश, सबैभन्दा ठुलो कृत्रिम स्टेडियम, सबैभन्दा लग्जरी एयरलाइन्स, सबैभन्दा ठुलो ग्यास निर्यातकर्ता, सबैभन्दा धेरै विदेशी आप्रवासी भएको देश र सबैभन्दा महँगो सडक र मेट्रो सिस्टम यसै देशमा अवस्थित छ। यसो भनौं, कतार भन्नु विश्वकै सबैभन्दा आधुनिक र चमत्कार देशहरू मध्येको एक हो, जसलाई हेर्दा तपाईलाई लाग्छ कि यो देशले भविष्यलाई अहिले नै समातेर राखेको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी देशको कथा च्यानल मार्फत कतारको त्यस्ता लुकेका रहस्यहरू पत्ता लगाउने छौं जसले तपाईलाई सब्स्क्राइब गर्न बाध्य बनाउँछ। दर्शकवृन्द, संसारको सबैभन्दा धनी देशहरूमा गनिएको कतारको अर्थतन्त्र बुझ्नका लागि हामीले पहिले यसको प्रमुख स्रोतको बारेमा थाहा पाउनुपर्ने हुन्छ, जुन हो तेल र ग्यास। यहाँको भू परिवर्तन तेल र ग्यासका भण्डारहरूले कतारलाई सुपर पावर बनाएको छ भने आफ्नो अर्थतन्त्र विविध बनाउने क्रममा लगानीकर्ताहरूको लागि खुला बजार, व्यापारका लागि अनुकूल वातावरण पनि सिर्जना गरेको छ। यस सबैको बीचमा कतारको हवाई यातायात पनि अत्यन्तै महत्वपूर्ण छ, जसले विश्वको नम्बर 1 हवाई सेवा दिँदै आएको छ भने कतारको अर्थतन्त्र विश्वमा नयाँ स्तरमा पुर्याउन मद्दत पनि गरेको छ। यति सबै क्षेत्रहरूको कुरा गर्दै गर्दा कतारको पर्यटन क्षेत्रलाई पनि नजरअन्दाज गर्न सकिँदैन। यहाँ अवस्थित भव्य होटेलहरू, शानदार रिसोर्ट र विश्वकप जस्ता बृहत खेलकुद प्रतियोगिताले यो देशलाई अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय बनाएको छ। यसको साथै कतारले आफ्नो भविष्यको तयारी सुरु गरिसकेको छ, जहाँको सरकारले विज्ञान र प्रविधिमा ठूलो लगानी गरिरहेको कतारको भिजन 2030 भन्ने योजनाले अर्थतन्त्रको दिगो विकासमा केन्द्रित रहेर काम पनि गरिरहेको छ। दर्शकवृन्द, यहाँको स्मार्ट सिटी यस्तो कि तपाईलाई अचम्म लाग्ला यहाँका मानिस भन्दा प्रविधि बढी जान्ने हुन्छ। सोच्नुहोस्, तपाईको गाडी सडकमा सवारी चालक बिना चल्छ, सम्पूर्ण शहरको तापमान पनि नियन्त्रण गर्न सक्छ, अनि ट्राफिक नियमको उल्लङ्घन गर्नुभन्दा पहिला कतारको स्मार्ट सिस्टमले तपाईलाई थाहा हुनुभन्दा अघि नै चिट काट्छ। त्यस्तै कतार देशको टेक्नोलोजी भनेको स्मार्टफोनको एप मात्र होइन, यो भनेको 24 घण्टा तपाईको जीवनलाई स्मार्ट बनाउनु पनि हो। यो देशको 5G यति छिटो छ कि तपाईले आफ्नो कुनै पोस्ट अपडेट गर्नुभन्दा पहिले नै तपाईको साथीलाई त्यो स्टाटस थाहा हुने गर्छ, जसले तपाईलाई टाइम ट्राभल हो भन्ने लाग्छ। यहाँको स्मार्ट होम टेक्नोलोजी भनेको घरमा रहेका सबै उपकरणहरूलाई एकदमै स्मार्ट र तपाईको इच्छा अनुसार तयार गर्नु हो। तपाईले आफ्नो घरमा प्रयोग गर्नु भएको स्मार्ट डस्टबिनलाई पहिले नै थाहा हुन्छ कि तपाईले के फाल्दै हुनुहुन्छ, अनि यहाँको स्मार्ट रेस्टुरेन्टमा तपाई जति बेला पुग्नुहुन्छ तपाईको खाना त्यही समयमै तयार हुन्छ। दर्शकवृन्द, कतारको मेट्रो नेटवर्कमा चढ्दा तपाईलाई यस्तो लाग्छ कि म भविष्यको ट्रान्सपोर्टमा चढ्दैछु। टाइम मेसिनमा यात्रा गरे जस्तो अनुभव हुने एक अत्याधुनिक चालक रहित ट्रेन नेटवर्क, जसलाई आधिकारिक रूपमा दोहा मेट्रो ट्रेन भनिन्छ, विश्वको उत्कृष्ट मध्येको एकको रूपमा मान्यता प्राप्त नेटवर्कले 3 लाइन र 36 स्टेशनहरूबाट सेवा दिँदै आएको छ। दर्शकवृन्द, कतारमा नेपालीहरूको योगदान यति ठुलो छ कि यदि कतारको विकासको कथा लेख्ने हो भने त्यसको पाना पानामा नेपालीहरूको नाम पक्कै हुनेछ। नेपालीहरूको हात बिना कतारको प्रत्येक गगनचुम्बी भवन र सडकहरू पूरा हुनै सक्दैनन्। नेपाली सुरक्षा गार्डको सुरक्षाले कतारलाई विश्वकै सुरक्षित देश पनि बनाएको छ। त्यस्तै कतारको गल्ली र सडकहरूमा हिँड्दा तपाईले नमस्ते भन्ने आवाज सुन्नु भयो भने त्यो आवाज पक्कै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हो भन्ने लाग्छ। न्यानो हृदय भएका यी मेहनती मानिसहरूले कतारमा ठूलो योगदान गरिरहेका छन्, जहाँ अधिकांश नेपालीहरू इन्फ्रास्ट्रक्चर, भवन निर्माण र अन्य महत्वपूर्ण परियोजनाहरूमा साथ दिएका छन्। दर्शकवृन्द, कतारको नियम र कानून भनेको एकदमै कडा र विचारशील रहेका छन्। यहाँको कानूनी प्रणाली यति सख्त छ कि तपाईको एक गल्तीले तपाईको पुरै जीवनको यात्रा उल्टो बन्न सक्छ। यो देशमा धूम्रपान र अशिष्ट व्यवहार कडा अपराधको रूपमा मानिन्छ भने पब्लिक स्थानमा धूम्रपान गर्दा तपाईले जेल सजायको सामना गर्नुपर्ने हुन्छ। सार्वजनिक स्थानमा नशा, हो हल्ला वा अनावश्यक हरकत गर्दा तपाईलाई थाहा नहुन पनि सक्छ। नियम कानून कति कडा छ। त्यस्तै यहाँको सार्वजनिक स्थानमा फोटो खिच्न पनि प्रतिबन्धित छ भने कडा प्राइभेसी कानूनले तपाईलाई अनुमति बिना कसैको फोटो खिच्न दिने छैन। यदि यसो गरेको पाइएमा तपाईलाई भारी जरिवाना र जेल सजाय दुवै हुन सक्छ। दर्शकवृन्द, विश्वको तेस्रो सबैभन्दा ठूलो प्राकृतिक ग्यास र तेल भण्डारदेखि लिएर बच्चा जन्माउँदा पनि सरकारले स्वागत उपहार स्वरूप लाखौं रुपैयाँ बराबरको पैसा दिने देश कतारको बारेमा देशको कथा टिमले बनाएको यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र यस्तै देश
तथा विदेशको रोचक तथा रहस्यमय भिडियो हेर्नको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला।